के रहेछ यस्तो नचिनेको फल खाने जस्तो पनि फुल जस्तो पनि के हो फक्रेर फेरि यस्तो हुँदो रहेछ अझै फक्रेर त्यस्तो हामी चाहिँ अहिले इभिनिङ वाक जाँदैछौँ बेलुका कागती त लडी लडी फलेको रहेछ यहाँ कागती फुलेको यो बास्ना कति मिठो आएको भित्तामा लगाएको हुँदो रहेछ घरको वरिपरि के फल हो यो टमाटर जस्तो हुन्छ रहेछ नेदरल्यान्डमा त्यस्तो त अम्बक आउँदो रहेछ त यत्रो फुस्रो फुस्रो सानो बोट यत्रो बोटमा फल चाहिँ मजाले लागिरहेको कस्तो खालको अम्बक काठा छैन न आएर आमा आमा बिहान उकालो चढ्नुहुन्छ फेरि म यहाँ त म आज नयाँ आउँदैछु नि त गर्नु भयो उताबाट आयो उताबाट झरो यहाँ चाहिँ आरू फलेको हो यो आरू मिठो हुँदैन नेपालकै जस्तो रहेछ नि के रहेछ मुन जस्तै हुन्छ लाग्छ कि लाग्छ मिठो हुन्छ मुनि फलेको चाहिँ परारको सालको अरे कागती अनि यो अलिक माथि फलेको बेसार जस्तो पहेँलो पहेँलो चाहिँ पोहोरको अरे अनि यो अब हरियो चाहिँ अहिलेको अरे अनि अझै हरियो छ नि यो मसिनो देखिरहेको यो चाहिँ अब चिच्ला लाग्दै गरेको अरे क्या 3 वर्षसम्म बोटमै कागती यसरी रहँदो रहेछ यहाँ त अनि के त नि घरमा गएर दुख्दैन भन्नु दुःख भन्न पाइँदैन नि अहिले उयो खानु पार्कमा म